तीनवटा यदि फाँचीमा हेर्नुहोस् है त ग क अथवा ख आयो भने चाहिँ हामीले के उच्चारण गर्छौँ यसलाई हामी ग नै उच्चारण गर्छौँ भनेको मतलब क आयो भने पनि हामी ग नै उच्चारण गर्छौँ ख आयो भने पनि ग नै उच्चारण गर्छौँ कि यो चाहिँ भनेको तल यदि झुन्डिएर शब्द ग क अथवा ख आयो भने चाहिँ यो तीनैवटालाई हामी के उच्चारण गर्छौँ ग उच्चारण गर्ने गर्छौँ है त जस्तै सुरु गरेको छ यसलाई हामी फेरि छे ग भनेर यसरी भन्दैनौँ यो त हाफ अक्षर हो नि त नि होइन तल भेट्दाखेरि यो भवेलसँग भेटेको छैन नि एउटा सिङ्गल कन्सोनेन्ट मात्र आएको छ त्यही भएर यसको उच्चारण चाहिँ हामी आदि मात्र गर्छौँ के यसलाई हामी छेक भन्ने भयो छमा ए छ अनि तलपट्टि ग छ छेक छेक भनेर उच्चारण हुने भयो बुझ्नुभयो यो ग आयो भने त हामीले ग नै उच्चारण गर्ने भयो ठिकै छ है त छेक भनेको किताबलाई भन्छौँ अर्को हेर्नुहोस् त क आएको छ है त जस्तै तलपट्टि ग आयो यसलाई फाक क भन्दैनौँ यसलाई पनि हामी ग नै उच्चारण गर्ने गर्छौँ के यसलाई हामी फाक फा होइन फाक के भनेको थिएँ मैले फ ओरिजिनल फ त यो भयो होइन यसलाई हामी ब र फको बिचको आवाज गर्छौँ फाक फाक भनेर यसरी फाक ग उच्चारण गर्ने भयो फाक भनेर ग क आयो भने पनि के नै उच्चारण गर्ने ग नै उच्चारण गर्ने फाक भनेको के हो बाहिर हामी फाक भनेर भन्छौँ अनि अर्को छ हेर्नुहोस् त ख आयो भने पनि जस्तै यसको उच्चारण त एक्चुअली फु अख हुनुपर्ने नि त ख हुनुपर्ने तर यसलाई हामी ख उच्चारण गर्दैनौँ के गर्छौँ ग नै उच्चारण गर्छौँ फु अख भनेर यसरी ग नै उच्चारण गर्ने गर्छौँ के बुझिन्छ नि होइन ग क ख आयो भने के उच्चारण गर्ने रे ग नै उच्चारण गर्ने यसलाई हामी फुक भनेको के हो भान्सालाई त्यसो भए अब अर्को हेरौँ है त हामी सेकेन्डमा चाहिँ ग न पछि के ग पछि के आउँछ न आउँछ नलाई चाहिँ हामी सिम्पल छ जहाँ आए पनि हामीले के नै उच्चारण गर्ने न नै उच्चारण गर्ने जस्तै नमा उ भयो तलपट्टि न आयो भने अब यसलाई आदि न उच्चारण गर्नु पर्यो यसलाई हामीले नुन भनेर यसरी उच्चारण नुन है नुन भनेर नुन भनेको के हो आँखा अथवा हिउँलाई पनि भन्छौँ अथवा हिउँ है त अनि अर्को छ यसलाई उच्चारण गर्नुहोस् त के भन्छ यसलाई हामी छान भनेर छान भनेको पहाड हो नको सजिलो छ न आयो भने जहाँ नआए पनि हामीले न नै उच्चारण गर्ने अर्को साम ग न अब चाहिँ के छ अलिकति धेरै छ हामी हेर्नुहोस् त हामी हेर्नेछौँ द थ छ डबल स ज छ अनि हेर्नुहोस् है यो सबै अक्षर आउने बेलामा हामीले भाषिमको रूपमा यो सबै यो त एक्चुअली थ स हो तर हामीले यो उच्चारण गर्दैनौँ के नै उच्चारण गर्छौँ द नै उच्चारण गर्ने गर्छौँ बुझिन्छ यो द आयो त द नै उच्चारण गर्ने थ आयो भने पनि द उच्चारण स ज छ सबै आयो भने हामीले तलमा के नै उच्चारण गर्ने द नै उच्चारण गर्ने है त हेर्नुहोस् त यसलाई हामी कसरी उच्चारण गर्छौँ थुत्ता हेर्नुहोस् थुत्त अब पछाडि त दा छ किन ता भनेको भनेर हुन्छ नि त होइन यदि कन्सोनेन्ट यसरी भेट्यो भने चाहिँ हामी पछाडिको यो दलाई चाहिँ तामा चेन्ज गर्छौँ के हामी यो रुललाई पनि पढ्छौँ यो रुलहरू पनि आउँछ पछाडि होइन यसरी कन्सोनेन्टहरू द भेट्यो भने तामा चेन्ज हुन्छ कन्सोनेन्ट कुनै भेट्यो भने दाको केसमा हामी पछाडि जहिले पनि ता उच्चारण गर्ने गर्छौँ यो रुल आउँछ अहिलेलाई चाहिँ थुत यसलाई द उच्चारण गऱ्यौँ नि होइन हामीले थुत्ता भनेर यसरी उच्चारण गर्छौँ के द आयो थुत होइन यसलाई हामी थुत्ता भनेको के हो सुन्नुलाई हामी थुत्ता भन्छौँ सुन्नु है थुत्ता भनेर यसरी भन्ने गर्छौँ है त अब दको भयो थ आयो भने पनि हामीले के नै उच्चारण गर्छौँ द नै उच्चारण गर्छौँ जस्तै हेर्नुहोस् त यसलाई हामी कुद भन्नुपर्ने नि होइन कुद भन्छौँ कि यसलाई कुद ठ्याक्क सर्ट फर्मको दलाई युज गर्ने कुद है कुद भनेर यसरी उच्चारण गर्ने गर्छौँ है त यो कुद भनेको टुप्पो अथवा छेउकोलाई भन्छ नि हामी कुद अथवा कुन्दायो पनि भन्न सकिन्छ समाप्तलाई पनि भन्छौँ है कुद अब अर्को छ हेर्नुहोस् है त हेर्नुहोस्
स आयो भने पनि हामीले यसलाई स उच्चारण गर्दैनौँ, ओस भन्दैनौँ। यसलाई के भन्छौँ हामी? ओत ओत भनेर यसरी द उच्चारण गर्छौँ। ओत भनेको त थाहा छ होला के हो? कपडा लुगालाई भन्छौँ है, ओत भन्छ। अब जस्तै एक्जाम्पलको लागि मात्र हेर्नुहोस् है, डबल स आयो भने पनि हामीले द नै उच्चारण गर्छौँ, हेत भनेर यसरी उच्चारण गर्छौँ के, हेत है। डबल स आयो भने पनि कुनै अक्षरमा द नै उच्चारण गर्ने गर्छौँ है त। तर हेर्नुहोस् त अब हेत अयो, यसलाई चाहिँ हामी हेदयो भनेर यसरी भन्दैन है, यसलाई चाहिँ हेस्सयो भन्छौँ। किन भन्छौँ भन्दाखेरि यो स छ नि, यो चाहिँ कहाँ जाने भयो? माथि। यदि कुनै पनि तलपट्टि अक्षर झुन्डेर आएको छ, अक्षर झुन्डेर आएको छ, त्यसको पछाडि यो त के हो? साइलेन्ट शब्द हो कि होइन? साइलेन्ट शब्द आएको छ भने तल जुन चाहिँ भवेल छ त्यो उच्चारण लगेर हाम्रो उच्चारण हुने गर्दछ के। त्यही भएर हामीले यसमा कतिले वाद्यो वाद अयो भनेर भन्छ, त्यसलाई वाद अयो होइन, यसलाई हामी वासयो भनेर यसरी भन्ने गर्छ के। तर यहाँ चाहिँ के गर्नु, अब योभन्दा साइलेन्ट शब्द आएको छैन भने चाहिँ हामीले द नै उच्चारण गर्छौँ है भनेर चाहिँ त्यो चाहिँ याद गर्नु, बुझ्नुभयो है। कतिजनाले यसरी उच्चारण गरेको सुनेको छु। त्यही भएर यदि यसको पछाडि अ छ भने चाहिँ हामी त्यसलाई नै उच्चारण गर्ने, सलाई नै उच्चारण गर्ने, सयो हुने भयो। यो यसको उच्चारण चाहिँ हेस्सयो, हेस्सयो भनेर यसरी उच्चारण हुने भयो। सको केसमा मात्र होइन, जुन पनि भवेल छ त्यसको पछाडि साइलेन्ट छ भने त्यो सबै साइलेन्ट शब्दहरू गएर उच्चारण हुन्छ। यो म पछि पनि भन्छु। तर हामीले अहिलेलाई चाहिँ हेद स छ भने द नै उच्चारण गर्ने। अब यदि त्यसको पछाडि साइलेन्ट छ भने चाहिँ त्यो साइलेन्ट शब्द जे छ त्यसलाई नै गएर उच्चारण गर्ने। त्यो हेस्सयो भनेको गरे भन्ने अर्थ जनाउँछ। यो हाम्रो के हुनुपर्ने? नाच हुनुपर्ने नि होइन, तर हामीले नाच भन्छौँ यसलाई, नाजे भनेर भन्छ नि, यसलाई दिउँसो भन्छौँ कि है, नाच भनेर यसरी द नै उच्चारण गर्ने गर्छौँ। अनि अर्को के छ? कोच हुनुपर्ने नि होइन, यसलाई हामी कोच भन्दैनौँ, कोत भन्छौँ है, कोत द कोत भनेर। कोत भनेको थाहा छ होला के हो? फुल। फुल, फुललाई हामी कोत भनेर यसरी भन्ने उच्चारण गर्ने गर्छौँ। अर्को यदि तल ह आयो भने पनि हामीले त्यतिखेर पनि के नै उच्चारण गर्छौँ? द नै उच्चारण गर्छौँ। जस्तै हेर्नुहोस् त, तलपट्टि ह आयो भने पनि यतिखेर हामीले यसलाई पुरै उच्चारण त गर्दैनौँ, तर कामाता भनेर यसरी उच्चारण गर्छौँ कि कामाता भनेर। कामहाता, त्यो हलाई अलिक बेसी उच्चारण गरिँदैन, तर अलिकति उच्चारण गरिन्छ, त्यो पनि दको रूपमा उच्चारण गरिन्छ। कामाता भनेर यसरी हामीले उच्चारण गर्ने गर्छौँ। हेर्नुहोस् त, यो भनेको के हो त? कालो, कामाता भनेर भन्छ है त। यसरी हामीले द, थ, स अथवा डबल स, ज, छ, ह आयो भने चाहिँ के उच्चारण गर्ने गर्छौँ त? द नै उच्चारण गर्ने गर्छौँ है त। लको त मैले भनिसकेँ, ल नै उच्चारण गर्ने। यो त भाक्षिमको परिरहेको नि त, हामीले ल भाक्षिममा आयो भने के उच्चारण गर्छौँ? हामी ल नै उच्चारण गर्छौँ। माथि आयो भने चाहिँ के उच्चारण गर्छौँ? हामी र उच्चारण गर्छौँ। अब जस्तै यसलाई हामी के भन्छौँ? माड भनेर। माथि आयो भने चाहिँ र उच्चारण भयो, भाक्षिममा माड। माड भनेको के हो? घोडा, घोडा अथवा कुरालाई पनि भन्छौँ। यसलाई हामी के भन्ने भयो? फ्यल, फ्यल है हो। यसरी ल नै उच्चारण गर्ने, यो धेरै गाह्रो छैन। फ्यल भनेर उच्चारण गर्छौँ। फ्यल भनेको के हो? तारा, स्टारलाई हामी फ्यल भनेर यसरी भन्छौँ। ल आयो भने भाक्षिममा हामीले ल नै उच्चारण गर्ने। मको पनि धेरै सजिलो छ। म आयो भने हामीले के नै उच्चारण गर्ने? म नै उच्चारण गर्ने। जता आयो भने म नै उच्चारण गर्ने। जस्तै यसलाई हामी के भन्ने भयो? साम, साम भनेर भन्छौँ। साम भनेको कति हो? 3 लाई साम भन्छौँ। फाम, यसलाई पनि म नै भन्छौँ। फाम भनेको राति, राति, रातलाई हामी फाम भनेर यसरी भन्छौँ। म जता आए पनि के नै उच्चारण गर्ने? म नै उच्चारण गर्ने। यो पनि सजिलो छ है त। अनि छमा हेरौँ, अर्को ब अथवा भ। यदि ब र फ आयो भने चाहिँ हामी के उच्चारण गर्छौँ? त्यतिखेर ब नै उच्चारण गर्ने गर्छौँ है त। जस्तै यसलाई
यसलाई पनि हामी बने इफ भन्छौँ, यसलाई पनि हामी इफ नै भन्छौँ, तर लेख्ने बेलामा फरक छ होइन। यसलाई इफ भन्नुपर्ने होइन, इफ भन्छौँ। यो इफ भनेको के हो? ओठ। ओठ, मुखलाई हामी भन्छौँ है। ओठ भनेको इप्सुल भयो, यो मुख छ नि हामी यो भनेको इप्सुल भनेको ओठ भयो, यो मुखलाई चाहिँ हामी के भन्छौँ? इफ भनेर भन्छौँ। अनि इफ भनेको चाहिँ पातलाई भन्छौँ है, इफ हो। यसरी चाहिँ लेख्ने बेलामा एउटै छ, तर यसको उच्चारण अथवा लेख्ने तरिका चाहिँ डिफ्रेन्ट छ, उच्चारण चाहिँ एउटै छ नि होइन। इफ इफ भनेर यसरी ब अथवा फ आयो भने पनि हामीले एउटै नै उच्चारण गर्ने गर्छौँ है त। यो भाषीमा आयो भने के उच्चारण गर्ने भनेको थिएँ मैले? म उच्चारण गर्ने भनेको थिएँ। जस्तै खा बाङ होइन, म उच्चारण भयो नि, खाबाङ। खाबाङ भनेको झोला। अनि माथि आयो भने चाहिँ के उच्चारण गर्ने? जस्तो भवेल छ पछाडि जुन भवेल आएको छ त्यही नै उच्चारण गर्ने है त। अर्को छ खाङ है, खाङ भनेर उच्चारण गर्छु। यो भनेको नदी है हो। यसरी चाहिँ हामीले उच्चारण गर्ने गर्दछौँ है त। हाम्रो भाषीमा आउने शब्दहरू यति नै हो सबै, बुझिन्छ? त्यसो भए हामी एउटा छोटो इन्फर्मेसन हामीले दिएको छ। ह्यत फाछिम भनेर भन्छौँ, डबल फाइनल कन्सोनेन्ट भनेर भन्छौँ है त। भनेको कहिलेकाहीँ भाषीमा दुईटा कन्सोनेन्ट पनि आउन सक्छ के। जस्तै हेर्नुहोस् है त, इक हेर्नुहोस् त, ल पनि आएको छ, ग पनि आएको छ हो। यतिखेर चाहिँ हामीले कसरी चाहिँ हामीले उच्चारण गर्ने त? यो ल पनि आएको छ, इर्ग भनेर उच्चारण गर्ने कि कुन चाहिँ शब्दलाई उच्चारण गर्ने? दुईटै उच्चारण गर्न त गाह्रो हुन्छ नि त होइन। त्यही भएर कुन चाहिँ उच्चारण गर्ने भन्ने बारेमा हामीलाई यसमा सानो के अरे इन्फर्मेसन दिएको छ, त्यसलाई हामी हेरौँ। यो उच्चारणको बारेमा चाहिँ हामीले मेन बुकमा पनि धेरै पढ्छौँ। यसपालि मेन बुकमा यो उच्चारणहरूको बारेमा धेरै दिएको छ होइन। यो बारे पनि हेर्छौँ, तर बेसिकमा अझै हामी थोरै हेऱ्यौँ भने चाहिँ के अरे एडभान्समा पनि हामीलाई सजिलो हुन्छ है त। हामीलाई यो रुलले के भन्दैछ भन्दाखेरि हामीले त्यहाँ हेऱ्यौँ भने जस्तै 1 नम्बरमा पनि तपाईँहरूले हेर्नुभयो भने यदि कुनै शब्दमा तल भाषीमा होइन ग स न र ज न र ह ब स ल र ह ल र स, यदि कुनै पनि भाषीमा ग स न ज न ह ब स यस्ता आयो भने ल ह अनि ल र थ ल र स आयो भने चाहिँ हामीले यति आएको खण्डमा चाहिँ हामीले पहिलो अक्षरलाई मात्र उच्चारण गर्ने। यो दुईटामा गलाई, यो दुईटामा नलाई, यो दुईटामा पनि नलाई होइन। यस्ता आएको शब्दमा चाहिँ हामीले के मात्र उच्चारण गर्ने? पहिलोको सुरुको अक्षरलाई मात्र उच्चारण गर्ने। जस्तै हेर्नुहोस् है त, यो त नक्स हुनुपर्ने हो नि त होइन। हामीले चारवटै उच्चारण गर्नुपर्छ। यसलाई हामी नक्स भन्दैन, यसलाई हामी के भन्छौँ? नक भनेर यसरी उच्चारण गर्छौँ कि नक भनेर ग सुरुकोलाई मात्र उच्चारण गर्ने गर्छौँ है त। नक भनेको त्यहाँ पनि लेखेको छ। यसलाई हामी के भन्छौँ? यसलाई हामी कसरी उच्चारण गर्छौँ? नक भनेर मात्र उच्चारण गर्ने गर्छौँ है त। अब अर्को हेर्नुहोस् त, न र ज छ, न र जको हेर्नुहोस् त, न हेर्नुहोस् न र ज छ, यसलाई हामी आन्ता भनेर यसरी उच्चारण गर्छौँ के। न सुरुकोलाई मात्र उच्चारण गरिन्छ, ज साइलेन्ट भयो, आन्ता भनेर यसरी उच्चारण गर्ने गर्छौँ। यसलाई हामीले कसरी उच्चारण गर्ने भयो? यो ता हुन्छ। यदि हामीले जहिले पनि दाको केसमा कन्सोनेन्ट यसरी भेट भयो भने चाहिँ पछाडिको द चाहिँ तामा परिवर्तन हुन्छ, आन्ता भनेर उच्चारण गर्छौँ। आन्ता भनेको के हो? बस्नु, हामी आन्ता भनेर भन्छौँ। यसमा पनि हामी के उच्चारण गर्छौँ? न र ह चाहिँ यसलाई हामी मान्था, ह साइलेन्ट हुने भयो, नलाई मात्र उच्चारण गर्छौँ, मान्था भनेर यसरी उच्चारण गर्छौँ। हको केसमा चाहिँ के छ भने जुनै पनि सेन्टेन्समा अथवा शब्दमा ह आयो भने ह चाहिँ जहिले पनि साइलेन्ट नै हुने गर्छ। त्योभन्दा अगाडिको लेटर मात्र के उच्चारण हुने गर्छ के। हलाई हामीले त्यति साह्रो उच्चारण गर्दैन। यसलाई हामी मान्था भनेर उच्चारण गर्छौँ। था किन यसमा चाहिँ ता किन भएन भनेर हुन्छ नि त होइन, क्वेसन छ। किनभने अहिले हामी पछिको रुलमा पढ्नेछौँ, हले कुनै पनि पछाडि आउने बेलामा थ यसरी हले दसँग भेट्यो भने यो चाहिँ थमा चेन्ज हुने गर्दछ के। त्यही भएर यसलाई हामी मान्ता भन्दैन, मान्था भनेर उच्चारण गर्छौँ के। बुझिन्छ है। अहिले विस्तृत रूपमा अझै हाम्रो रुलहरू छ, त्यसमा त्यो पढ्दाखेरि उच्चारण गर्छ। यसलाई हामी मान्था भनेर उच्चारण गर्छौँ, मान्था।
यसलाई हामी उच्चारण गर्ने था भनेर उच्चारण गर्ने भयो। यो भनेको चाहिँ के हो धेरै। यसमा पनि ग र स छ, हामीले सुरुकै अक्षर गर्नु पर्यो, उच्चारण गर्नु पर्यो। यसमा हामीले खाप भनेर उच्चारण गर्नु पर्यो, यसलाई खाप है त। खाप भनेको के हो, मूल्यलाई भन्छौँ, प्राइस भन्छौँ नि है, खाप भनेर यसरी भन्ने गर्छौँ। अनि अर्को छ ल र ह आयो भने पनि हामीले के नै उच्चारण गर्ने, ल नै उच्चारण गर्ने। जस्तै यसमा पनि कुर्था भनेर यसरी उच्चारण गर्ने गर्छ, कुर्था है। ल ह चाहिँ साइलेन्ट हुनु भयो। अब हसँग कुनै पनि उसले भेट्यो भने के हुन्छ, त्यो स्ट्रङमा परिवर्तन हुन्छ, थमा चेन्ज हुने भयो के, कुर्था भनेर यसरी उच्चारण गर्ने गर्छ। कुर्था भनेको उमाल् है, पानी उमाल्ने, त्यसलाई कुर्था भनेर भन्छ। अनि अर्को छ यसलाई चाहिँ हामी हल्था भनेर उच्चारण गर्छौँ, हल्था। ललाई मात्र उच्चारण गर्ने भए यसलाई पनि हल्था भनेर यसरी उच्चारण गर्ने गर्छौँ के है। यो भनेको चाहिँ चाट्नु ल है त। अनि अर्को छ हेर्नुहोस् है त, यसलाई पनि हामी खोल्सु भन्दैन, यसलाई हामी खोल भनेर उच्चारण गर्ने गर्छौँ है त। खोल खोल भनेर ल र स छ, यसलाई हामी खोल भनेर उच्चारण गर्छौँ। यसलाई हामी सिधा बाटो। यसरी चाहिँ हामीले ग स न ज होइन यस्ता कुराहरू दुईटा कन्सोनेन्ट देख्यौँ भने चाहिँ के गर्ने, सुरुको अक्षरलाई मात्र उच्चारण गर्ने भनेर बुझिन्छ। बुझिन्छ यो। त्यसो भए अर्को एउटा रुल हेरौँ है त। सेकेन्ड नम्बरको रुलमा छ ल सम्बन्धी छ ल र ग, ल र म अथवा ल र फ। यस्तो आयो भने चाहिँ हामीले के त, यसलाई चाहिँ हामी पछाडिको अक्षर अनुसार नै उच्चारण गर्ने गर्छौँ है त। जस्तै त्यहाँ दिएको छ हेर्नुहोस् है त, यसलाई हामी थार्ग भन्दैन, यसलाई के भन्छ, थार्ग। ल र ग आयो भने के गर्ने, यतिखेर पछाडिको अक्षरलाई चाहिँ हामी उच्चारण गर्ने गर्छौँ। यसलाई हामी थाक भनेर भन्छौँ, थाक। थाक भनेको थाहा छ होला सबैलाई, के हो, कुखुरा। थाक खोगी भन्छौँ, कुखुराको मासु होइन, थाक भनेर यसरी उच्चारण गर्छौँ। अनि अर्को छ यसलाई पनि झल्म भनेर भन्दैन, क्षमता भनेर भन्छौँ के, क्षमता। पछाडिको उच्चारण गऱ्यौँ नि होइन, क्षमता भनेर यसरी उच्चारण गर्छौँ। ल साइलेन्ट भयो, क्षमता भनेर। क्षमता भनेको चाहिँ जवान हुने के, जवान हो, झल्मयो भन्छ, यङ भन्छौँ नि हामी, क्षमता भनेर भन्छौँ। झल्मसाराम भनेर जवान मान्छे भनेर भन्छौँ नि, क्षमता भनेर भन्छौँ। अर्को छ यसलाई पनि उक्ता भनेर यसरी उच्चारण गर्ने गर्छौँ त। उक्ता, उक्ता भनेर पछाडिको चाहिँ उच्चारण गर्ने गर्छौँ, उक्ता भनेर भन्छ। उक्ता भनेको वर्णन गर्नु भनेर हो। यसरी लसँग कुनै पनि आयो भने ग ल म, ल ग ल म अथवा ल फ आयो भने चाहिँ हामीले के गर्ने रे, पछाडिको उच्चारण चाहिँ अक्षरलाई चाहिँ उच्चारण गर्ने भनेर बुझिन्छ है त। यस्तो यहाँ कोरियनमा चाहिँ यस्तो रुल्सहरू, उच्चारण गर्ने रुल्सहरू धेरै छ। यसलाई चाहिँ एकैचोटिमा कण्ठ हुन्छ भनेर चाहिँ आत्तिनु पर्दैन। यो चाहिँ बिस्तारै आफूले शब्द अर्थहरू कण्ठ गर्दै गर्दाखेरि पनि कण्ठ भइन्छ क्या मजाले, यतिखेर यो थियो भनेर। त्यही भएर अहिले यो सबै कण्ठ गरेर हुँदैन भनेर आत्तिनु पर्दैन। ल अब हामी रुल्सहरू हेरौँ। फारुम भनेर छ है त, फारुम फप भनेर छ है त। फारुम फप, फप भनेको के हो, रुल के, कानुन। अब कसरी चाहिँ उच्चारण गर्ने त, यस्ता शब्दहरू हामीले उच्चारण गर्न त सिक्यौँ, तर कहिलेकाहीँ उच्चारणहरू चेन्ज हुने गर्दछ है, कुनै कुनै ठोकेर उच्चारणहरू परिवर्तन हुने गर्दछ। त्यो चाहिँ कसरी हुने गर्दछ हामी हेर्नेछौँ है त। सुरुमा हेरौँ, कुनै पनि शब्दमा ग प्लस ग भनेको भाषीमा ग आयो, त्यस पछाडि पनि ग आयो भने चाहिँ त्यसको उच्चारण केमा चेन्ज हुन्छ त, कमा चेन्ज हुने गर्दछ के। यो भनेको जस्तै यो त हाग्यो हुनुपर्ने हो नि त होइन, ग आयो माथि पनि आयो भने त हाग्यो हुनुपर्ने
पछाडि आयो भने हामीले ग नै उच्चारण हाग्यो हुनुपर्ने, तर यो हाग्यो हुँदैन। यसलाई हामी के भन्छौँ, यसको उच्चारण चाहिँ यस्तो एरोलाई पनि याद गर्नुहोस्, यो ग चाहिँ होइन पछाडिको ग चाहिँ कमा चेन्ज हुने गर्दछ। जस्तै यसलाई हामीले हाग्यो भनेर उच्चारण गर्छौँ के, बुझिन्छ? यदि भाछीमा पनि ल आयो, माथिको शब्द पनि ल छ भने केमा उच्चारण गर्ने, पछाडिको गलाई कमा चेन्ज गर्ने, हाग्यो। यसलाई के भन्छौँ हामी, विद्यालय भनेर यसरी उच्चारण गरिन्छ, बुझिन्छ? अर्को छ, यसलाई हामी के उच्चारण गर्ने भयो ल भन्नुहोस् अब, हाक्की भनेर, हाक्की है, हाक्की भनेर यसरी उच्चारण गर्ने है, हाक्की। यो भनेको सेमिस्टर होइन, एक सेमिस्टर 2 सेमिस्टर हुन्छ नि हाम्रो होइन पढ्ने बेलामा, हो हाक्की, हाक्यो हाक्की भनेर यसरी उच्चारण गर्ने गरिन्छ है, बुझिन्छ यो? तर अन्य ठाउँहरूमा चाहिँ हामीले के त सुरुमा आयो भने के उच्चारण गर्ने रे, ग ख उच्चारण गर्ने, त्योभन्दा बाहेक अब तल यहाँ आएन रे, यता मात्र आएको छ भने चाहिँ हामी त्यस्तो केसमा के नै उच्चारण गर्छौँ, ग नै उच्चारण गर्छौँ। जस्तै हेर्नुहोस् है त, अब हेर्नुहोस् त यहाँ ग र ग मिसेको छ त छैन नि, यहाँ न छ यहाँ ग छ, यस्तो केसमा हामीले छिन्गु, यसलाई गलाई हामी के नै उच्चारण गर्छौँ, ग नै उच्चारण गर्ने गर्छौँ है त। सुरुमा आएको भए चाहिँ खु हुन्थ्यो, ख हुन्थ्यो, तर पछाडि आएको छ त्यसैमाथि गसँग ग र ग भेटेको छैन नि त, त्यही भएर यतिखेर चाहिँ हामीले ग नै उच्चारण गर्छौँ, छिन्गु भन्छौँ के यतिखेर, के भन्छौँ अरे, छिन्गु। छिन्गु भनेको के हो, साथी। अब सेकेन्ड रुल हेरौँ है हामी, द प्लस द, अघि हामीले मैले थुत्ता भने नि होइन, द प्लस द आयो भने के उच्चारण गर्ने, त। जस्तै अघिको हेरौँ न, थुत, यसलाई हामी थुत्ता भन्दैनौँ, यसलाई के भन्छौँ हामी, थुत्ता भनेर उच्चारण गर्छौँ है। हो यसरी द प्लस द आयो भने यो द है पछाडिको द चाहिँ केमा चेन्ज हुने भयो, तमा चेन्ज हुने भयो है त। अर्को यो पनि केमा चेन्ज हुने भयो, द आएको छ त्यस पछाडि द आयो फेरि फात्ता, यो भनेको पाउनु है, पाउनु अथवा लिनु भनेर भन्छ, सन्मुल फादासयो फादायो भनेर भन्छौँ होइन, हो यसरी पाउनु अथवा लिनु भन्छौँ, फादासयो लिनु भनेर भन्छौँ कि, फात्ता भनेर भन्छौँ। यसलाई द आयो भने केमा चेन्ज गर्ने रे, तमा चेन्ज गर्ने। अब अरू बेला चाहिँ हामीले के नै गर्ने, दा, जस्तै हामीले सुरुमा आयो भने के भन्ने भयो, फादा भन्ने भयो होइन, तर अरू बेलामा जस्तै ना बी, यसमा तल केही छ त छैन नि होइन, अरू बेला चाहिँ हामीले जस्तै ग नै उच्चारण गर्ने, नाबी त्यसरी नै उच्चारण गर्ने। अब अर्को छ साम्बरमा हेरौँ, हामीले लको केसमा के पढेको थियौँ भने तल आयो भने ल उच्चारण गर्ने, माथि आयो भने के उच्चारण गर्ने, र उच्चारण गर्ने। तर यो रुलले के भन्छ भन्दाखेरि यदि कुनै पनि शब्दमा तलपट्टि ल आयो र माथिपट्टि पनि ल आयो भने त्यो दुईटैले हामीले ल नै उच्चारण गर्ने। जस्तै यसलाई पनि ल उच्चारण गर्ने, यसलाई पनि ल नै उच्चारण गर्ने। जस्तै यसलाई हामी फिल रिदा हुनुपर्ने हो नि त होइन, तर हामी यसलाई फिल रिदा भन्दैनौँ, फिल लिदा भन्दैनौँ। यो पनि ल नै उच्चारण हुने भयो के, बुझ्नुभयो है। फिलिदा भनेको सापट्टि लिनु है, अब छेक फिलिदा भन्छौँ कि त थुन फिलिदा होइन, किताब सापट्टि लिनु, के पैसा सापट्टि लिनु होइन, त्यसो भन्छौँ फिलिदा। अनि अर्को छ सिल्ले हादा भन्छ, यसलाई पनि ल छ, त्यही भएर दुईटै नै ल नै उच्चारण गर्ने भयो। सिल्ले हादा भनेर भन्छ। यो भनेको चाहिँ एक्चुअली माफ गर्नु, हामी एक्सक्युज मी भनेर भन्छौँ नि, एक्सक्युज माग्नु भन्छौँ नि होइन, त्यसलाई हामी सिल्ले हादा भनेर भन्छौँ के, सिल्ले हाम्निदा पनि भन्छौँ नि होइन, एक्सक्युज मी भनेर भन्छौँ नि, हो त्यसलाई सिल्ले हादा, एकछिन है भनेर भन्छौँ नि, माफ गर्नुहोस् एकैछिन तपाईँको समय लिएकोमा भनेर भन्छौँ नि, सिल्ले हादा भनेर यसरी भन्ने गर्छौँ के, एक्सक्युज भनेर भन्छौँ।
एक्सक्युज मी भन्छ है त सिलले हादा भने भन्छ तर अरु केसमा चाहिँ के गर्ने रे तल आयो भने ल नै उच्चारण गर्ने माथि आयो भने र नै उच्चारण गर्ने है त अब अर्को रो हेरौँ है त यी लको एउटा केस यहाँ रमाइलो केस दिएको छ हेर्नु है त जस्तै इल इल ल हेर्नुस् त यसलाई हामी इल इल भन्नुपर्ने हो तल ल आयो तल पनि ल आयो इल इल भन्नुपर्ने इरिल तर हामी के उच्चारण गर्छौँ इरिल भनेर किन मैले अघि पनि भनेको थिएँ साइलेन्ट शब्दको अगाडिपट्टि कुनै भाछिम आयो भने यो भाछिम कहाँ जान्छ माथि जान्छ अनि फेरि यो ल माथि आयो भने त्यसलाई हामी के उच्चारण गर्छौँ र उच्चारण गर्छौँ त्यही भएर यो इरिल हुने भयो के है यसलाई हामी उच्चारण गर्ने बेलामा इरिल भनेर उच्चारण गर्छौँ यो एउटा इल भनेको एक भयो अर्को इल भनेको एक दिन तारिखलाई पनि हामी इल भनेर भन्छौँ के भनेको एक तारिखलाई हामी इरिल भनेर भन्छौँ बुझिन्छ है यो त साइलेन्ट शब्द छ भने माथि गयो भने ललाई पनि र उच्चारण गर्ने इरिल भनेर हामी उच्चारण गर्ने गर्छौँ अब यसलाई पनि यो के हुने भयो छिरिल छिरिल भनेर 7 दिन इल इसामसा हैन त्यो 7 दिनलाई हामी 7 तारिख भनौँ छिरिल भनेर यसरी उच्चारण गर्ने गर्दछौँ बुझिन्छ 5 नम्बरमा हेर्नुस् है त त्यहाँ के भनेको छ भन्दाखेरि ब प्लस ब आयो भने यो चाहिँ केमा चेन्ज हुन्छ प यदि ब र ब आयो भने यो पछाडिको भयो यो पछाडिको ब चाहिँ केमा चेन्ज हुने भयो पमा चेन्ज हुने भयो यो चाहिँ पमा चेन्ज हुने भयो यसलाई हामी खापु भनेर भन्छौँ खापु खाप यो ब त ब नै चेन्ज उच्चारण हुने भयो हैन खापु भनेर यसरी उच्चारण गर्ने भयो खाप है यो भनेको एकदमै धनी मान्छे पैसा टन्न भएको मान्छे हामी पनि तपाईहरु पनि कोरियामा जानु गर्दै हुनुहुन्छ नि हैन खापु भन्छ खापु है यसलाई हामी के भन्छ खापु भनेर भन्छ ल यसरी धनी मान्छेलाई हामी के भन्छौँ रे खापु भनेर भन्छौँ अर्को छ हेर्नुस् त छा यसलाई के उच्चारण गर्नु पर्यो छापी भनेर उच्चारण गर्नु छा है त यो भनेको चाहिँ विभिन्न अथवा विविध भन्छौँ नि विभिन्न विविध थरी थरीको है त यो यसरी चाहिँ उच्चारण गर्छौँ तर ब अरु केसमा आयो भने के नै उच्चारण गर्छौँ हामी ब नै उच्चारण गर्छौँ हैन फादा भयो हैन अब नाभी भयो ब अरूसँग अट्याच छैन भने हामी ब नै उच्चारण गर्छौँ अर्को हेरौँ 6 मा अब ज प्लस ज यो केमा चेन्ज हुने भयो त ज जस्तै हेर्नुस् है त यदि ज भाछिमा आयो अर्को पनि ज भाछिमा आयो भने यो ज चाहिँ केमा चेन्ज हुने भयो चमा चेन्ज हुने भयो यो त एक्चुअली नाचाम हुनुपर्ने नि हैन नाचाम भनेर यसरी भन्छ हामी नाचाम यो ज केमा चेन्ज हुने भयो दमा चेन्ज हुने भयो नि हैन नाचाम नाक भनेको के हो दिउँसो भयो छाम भनेको छायो छाम भनेको सुत्ने के नाछाम भनेको हामी दिउँसो सुत्छौँ नि हैन त्यसलाई हामी दिउँसोको सुत्तालाई हामी नाछाम भनेर भन्छौँ नाछाम यसलाई उच्चारण गर्न आउँछ होला यसलाई कसरी उच्चारण गर्ने माचाप्ता 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 भनेर उच्चारण गर्ने यो भनेको चाहिँ सहकार्य गर्नु भन्न सकिन्छ माचाप्ता बले के त अरु कुनै द र ब यसरी कुनै पनि कन्सोनेन्टसँग भेट्यो भने दले हामीले जहिले पनि तामा चेन्ज गर्ने गर्छौँ है सबै रुट भर्बहरु चाहिँ हामीले जस्तो पछाडिको द छ भने तामा परिवर्तन हुने गर्छ माचाप्ता भनेर यसरी उच्चारण गर्छ तर अरु बेला चाहिँ ज आयो भने के त ज नै उच्चारण गर्ने सुरुमा छ भने के उच्चारण गर्ने छ उच्चारण गर्ने अनि भाछीमा छ भने के उच्चारण गर्ने रे
द नाप भनेर उच्चारण भयो नि होइन नाप भनेर यसरी उच्चारण गर्ने चाहिँ त अब 6 7 मा हेरौँ हामी यसलाई हामीले ब त तल आयो भने के उच्चारण गर्ने भनेको थियो ब नै उच्चारण गर्ने इब निदा भनेर उच्चारण गर्नुपर्ने थियो तर यो रुलले के भन्छ ब पछाडि न आयो भने यो ब को उच्चारण चाहिँ केमा चेन्ज हुन्छ म को ममा चेन्ज हुन्छ त्यही भएर यो इम निदा भनेर यसरी चेन्ज हुने गर्दछ के बुझ्नुभयो इम निदा भनेर चेन्ज इम निदा भनेको के हो मेरो नाम यस्तो यस्तो हो भन्छ नि हामी त्यतिखेर हामीले प्रयोग गर्छौँ अर्को हादालाई हाम निदा यसरी पनि भन्ने गर्छ ब र न छ त्यही भएर यसलाई केमा चेन्ज गर्ने भयो हामीले ममा चेन्ज हुने भयो यसलाई हामी हाम निदा यो भनेको चाहिँ गर्छु भन्ने अर्थ भयो है त म यस्तो यस्तो काम गर्छु खुम्बु हादा हामिदा बनाउँछु यसरी हैन ब र न आयो भने के उच्चारण गर्ने म उच्चारण गर्ने अर्को हामी 8 मा हेरौँ हेर्नुस् है त यदि न अथवा ल आयो भने न भाछीमा न माथिपट्टि ल आयो भने यो नलाई चाहिँ हामी केमा परिवर्तन गर्छौं लमा परिवर्तन गर्छौं यो त नाम्रो हुनुपर्ने हो नि हैन नाम्रो हुनुपर्ने हो तर हामी त्यसरी भन्दैनौं के भन्छ यसलाई नाल अब हेर्नुस् है त नाल फेरि रो हुनुपर्ने हामी रो भन्दैन अघिको फर्मुलाले के भने थियो ल मिस्यो भने यो दुईटै केमा चेन्ज हुन्छ लमा परिवर्तन हुने भयो त्यही भएर हामीले यसलाई उच्चारण गर्ने बेलामा नाल्लो भनेर उच्चारण गर्छौं के बुझिन्छ है न र ल भन्थे भने न को उच्चारण लमा चेन्ज हुने भयो फेरि यो ल नाल रो हुनुपर्ने हैन ल र ल दुईटा भेट्यो भने के हुने भयो यो पछाडी पनि लमा परिवर्तन हुने भयो त्यही भएर हामी यसलाई उच्चारण गर्दाखेरि नाल लो भनेर यसरी उच्चारण गर्ने गर्छौं बुझिन्छ नाल्लो भनेको हिटर हामी नाल्लो भनेर भन्छौं अर्को यसलाई हामी के उच्चारण गर्ने भयो त ल भन्नुस् त फ्यल्ली हादा रि हादा हैन फ्यल्ली हादा है दुईटै लमा चेन्ज भयो फ्यल्ली हादा भनेको सहज हुनु सजिलो हुनु फ्यल्ली हादा भनेर यसरी हामीले उच्चारण गर्ने गर्दछौं अर्को 8 पछि 9 को रुलमा हेरौँ हामी ब पछाडी ज ब प्लस ज आयो भने के चाहिँ ज चाहिँ चमा चेन्ज हुने भयो है त जलाई हामी चेन्ज गर्ने भयो जस्तै हेर्नुस् है त अब ब पछाडी ज आयो भने यसलाई हामी केमा चेन्ज गर्ने रे चमा चेन्ज गर्ने भयो त्यही भएर यसको उच्चारण छाप ची हुने भयो छाप ची भनेर यसरी उच्चारण गर्ने गर्छ है त छाप्ची भनेको पत्रिका भन्दा पनि म्यागजिन यो म्यागजिन पत्रिका भनेको चाहिँ सिनमुनलाई पत्रिका भन्छौं है छाप्ची भनेको चाहिँ म्यागजिनहरु पाउँछ नि हामीले हैन अथवा रेजिस्ट्रेसन बुक जस्तो हो त्यस्तोलाई चाहिँ हामी छाप्ची भनेर भन्छौं है त म्यागजिन है अनि अर्को छ यसलाई पनि बर जस खाप्चागी भनेर उच्चारण हुने भयो खाप्चागी खाप्चागी भनेको अचानक के है अचानक भन्छ नि तुरुन्तै भन्दा पनि यसलाई हामी अचानक भनेर भन्छ सडनली भन्छ नि अचानक खाप्चागी वास्तै अचानक आउनु भयो त भनेर यसरी भन्छौं के है तुरुन्तै भनेको अलिकति यसले मिनिङ दिदैन खाप्चागी भनेको चाहिँ अचानक भन्ने है यसलाई हामी खाप्चागी भनेर यसरी उच्चारण गर्ने गर्दछौं अब 9 पछि 10 मा हेरौँ हामी हेर्नुस् है त यदि ग पछाडी द आयो भने हामीले यो दलाई केमा चेन्ज गर्ने तमा चेन्ज गर्ने जस्तै यो मुख दोरी हुनु पर्ने नि त हैन यसलाई हामी के उच्चारण गर्छौं मुख तोरी भनेर उच्चारण गर्छौं
मुक्तोरी है हो यसरी ग पछि द आयो भने तमा चेन्ज गर्ने मुक्तोरी मुख भनेको के हो घाँटी मुक्तोरी भनेको चाहिँ घाँटीमा हामी के गर्छौँ गलबन्दी भेट्छौँ यसलाई हामी गलबन्दी भन्छौँ ल अर्को त हामीले छाक ल हेर्नुहोस् त ग पछाडि के आयो द आयो त्यही भएर के चेन्ज भयो यो तामा चेन्ज हुने छाक्ता भनेर यसरी चेन्ज हुने भयो के छाक्ता छाक्ता भनेको के हो सानो यसरी ग पछाडि द आयो भने हामीले तमा परिवर्तन गर्ने ल यसरी ग पछि ज भेट भयो भने के हुने भयो त च उच्चारण हुने भयो अब अर्को हेरौँ है त यसको के उच्चारण हुने भयो अब छुक्चे छमा उ छुक अनि जले के अरे गले जसँग भेटेको छ त्यही भएर छुक्चे हुने भयो नि होइन हामी अनि छुक्चेलाई चाहिँ चाड पर्व भनेर भन्छौँ कि यसलाई हामी उच्चारण कसरी गर्ने भयो त छुक्चे भनेर यसरी उच्चारण गर्ने भयो यसलाई चाहिँ हामी चाड पर्व फेस्टिभलहरू हुन्छ नि त्यसलाई हामी छुक्चे भनेर भन्ने गर्छौँ है त छुक्चे हो यसरी चाहिँ ग पछाडि ज आयो भने हामीले के उच्चारण गर्ने जलाई पनि च भनेर उच्चारण गर्ने है त अब अर्को हेरौँ तर अन्य ठाउँमा चाहिँ के नै उच्चारण गर्ने ज नै उच्चारण गर्ने अब ग पनि माथितिर आएको छ भने ग नै उच्चारण गर्ने 12 अर्को थ प्लस इ यदि कुनै पनि शब्दमा तलपट्टि द आयो र त्यसको लगत्तै इ आयो भने कस्तो खालको साइलेन्ट वर्ड र इ आयो भने चाहिँ यो दुईटा अट्याच भएर यसको उच्चारण के हुने गर्दछ जी हुने गर्दछ के है त तर द प्लस थ आयो त्यस पछाडि ज छ आयो के अरे इ आयो भने चाहिँ जस्तै एक्जाम्पलको लागि हेरौँ है त यसलाई हामी यो चाहिँ एक्चुअली मादी हुनुपर्ने हो नि त नि होइन मादी उच्चारण हुनुपर्ने किनभने द माथि गएपछि साइलेन्टको शब्द के हुन्छ इ हुने भयो मादी तर यसलाई हामी मादी भनेर उच्चारण गर्दैनौँ के हुने भयो माझी भनेर यसरी उच्चारण गर्ने गर्छौँ यसलाई हामी उच्चारण गर्ने बेलामा चाहिँ माझी तर हेर्नुहोस् है त यसरी अब अर्को चाहिँ द प्लस इ हेर्नुहोस् है तलपट्टि थ आयो त्यस पछाडि इ आयो भने यतिखेर फेरि यसलाई के उच्चारण गर्ने छि उच्चारण गर्ने त्यही भएर यो के हुने भयो त खा छि भनेर यसरी चाहिँ उच्चारण भयो के अब कतिले खाद्दी भनेर यसरी भन्छ यसलाई हामी त्यसरी भन्दैनौँ खाछि भन्ने यसलाई पनि माझी भनेर यसरी चाहिँ उच्चारण गर्ने बुझिन्छ अब मादी भनेको पहिलो सन्तानलाई भन्छौँ खाच्छी भनेको चाहिँ सँगै है खाच्छी छिबे खायो खाच्छी सारायो सँगै बस्छौँ भन्छौँ नि हामी सँगैलाई खाच्छी भनेर भन्छौँ यसरी चाहिँ तलपट्टि द अथवा पछाडि यसले इ आएको छ भने के गर्ने यसलाई जी उच्चारण गर्ने भने थ आएको छ पछाडि त्यो थ आएको छ र पछाडि इ आएको छ भने त्यसलाई हामी छि उच्चारण गर्ने गर्छौँ है त माझी खाच्छी भनेर यसरी उच्चारण गर्ने गर्छौँ बुझिन्छ ग पछाडि न अथवा म आयो भने चाहिँ हामीले ग को उच्चारण के गर्छौँ न यो ग को उच्चारण नै यो रुलले के भनेको भन्दाखेरि यदि कुनै पनि अक्षरमा शब्दमा ग आयो ग पछाडि कि त न पनि आउन सक्छ कि त म पनि आउन सक्छ जुन पनि आउन सक्छ यो दुईटामा आएको बेलामा चाहिँ ग को पछाडि दुईटा आएको बेलामा चाहिँ यो ग को उच्चारण चाहिँ केमा चेन्ज हुने भयो ङमा चेन्ज हुने भयो यसलाई हामी फाग मूलग्वान भनेर भन्दैनौँ यसलाई हामी के भन्नु पर्यो गलाई केमा चेन्ज गर्नु पर्यो त ङमा चेन्ज गर्नु पर्यो त्यही भएर यसको उच्चारण चाहिँ फाङ मूलग्वान भनेर यसरी उच्चारण हुने भयो के यसको उच्चारण बुझिन्छ यसलाई के उच्चारण गर्ने भयो फाङ मूलग्वान भनेर यसरी फाग मूलग्वान होइन फाङ मूलग्वान भनेर उच्चारण गर्छ अब अर्को जस्तै छाङमुन भनेर छागमुन भन्दैनौँ छाङमुन भनेर उच्चारण गरिने भयो यसलाई हामी छाङमुन भनेर उच्चारण गर्छौँ फाङ मूलग्वान भनेको के हो सङ्ग्रहालयलाई सङ्ग्रहालय भनेको के म्युजियम है म्युजियम पहिला कुरा राख्यो अब यसलाई चाहिँ निबन्ध निवेदन निबन्धहरूलाई हामी छाङमुन भन्छौँ अर्को
ल यसमा चाहिँ हेर्नुस् त न र ग र न आएको छ यसमा ग प्लस म आयो यसमा चाहिँ ग पछि के आएको छ न आएको छ यतिखेर पनि हामीले के उच्चारण गर्छ यसलाई ङ उच्चारण गर्छौँ यसलाई हामी छाग न्यन भन्दैनौँ छाङ न्यन भनेर यसरी भन्छौँ के यसलाई चाहिँ हामी छाङन्यन भनेर उच्चारण गर्ने गर्छौँ है त ङ उच्चारण हुने भए न्यन अब योहरूले के भने यदि ग पछाडि न आयो अथवा म आयो भने के उच्चारण गर्ने रे म उच्चारण गर्ने छाङन्यन भनेर यसरी हामी उच्चारण गर्ने गर्छौँ है त यो दुईटालाई तपाईहरुले याद गर्नु होला अब अर्को हेरौँ हामी यदि ह को केसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यदि ह ले कुनै पनि शब्दलाई भेट्यो भने त्यो शब्दको जुन चाहिँ हामीले त्यो शब्द चाहिँ अलिकति हार्डमा चेन्ज हुने गर्दछ कस्तो भन्दाखेरि जस्तै ग पछि हले हलाई भेट्यो भने नि ग चाहिँ केमा चेन्ज हुने खमा चेन्ज हुने भयो के ग चाहिँ खमा अलिकति हार्डमा चेन्ज हुने भयो खमा चेन्ज हुने गर्दछ द चाहिँ केमा चेन्ज हुने गर्दछ थमा चेन्ज हुने गर्दछ है त अनि अर्को स पनि केमा चेन्ज हुने गर्दछ थमा चेन्ज हुने गर्दछ अनि ब चाहिँ केमा चेन्ज हुने गर्दछ फमा चेन्ज हुने गर्दछ के यति चारवटा पत्ता लगाउनु भयो भने अरु तपाईले मजाले नै बुझ्न सक्नुहुन्छ यहाँ रुलमा त्यही भनेको छ है ग प्लस ह भेट्यो भने के भनेको छ त्यहाँ खमा चेन्ज हुन्छ भनेको छ है त जस्तै हेर्नुस् त सिजाक खादा भयो सिजाक खादामा हेर्नुस् त ग छ नि हैन तलपट्टि गले ग पछि के आएको छ ह आएको छ यसलाई हामीले के उच्चारण गर्छ सिजाक सिजाक अब ह चाहिँ केमा चेन्ज हुने भयो खमा यसलाई हामी खादा सिजाक खादा भन्दा नि सिजाक खादा भनेर यसरी उच्चारण गर्ने गर्छौं के सिजाक खादा भनेर यसरी उच्चारण गर्ने भयो अब अर्को जस्तै तुत खादा हेर्नुस् है त तात थादा तल हेर्नुस् त के आएको छ स आएको छ स पछाडी के आएको छ ह आएको छ स पछाडी ह आयो भने के उच्चारण गर्ने भनेको छ यहाँ थमा चेन्ज गर्नु पर्नेको छ नि हैन यसलाई त्यही भएर हामीले उच्चारण गर्ने बेलामा के उच्चारण गर्छौं तात अब थादा उच्चारण गर्छौं के तात थादा भनेर यसरी उच्चारण गर्ने गर्छौं है त अथवा अनि अर्को छ ब पछाडी ह आयो भने पनि के उच्चारण गर्ने हामीले फा उच्चारण गर्ने जस्तै हेर्नुस् है त के आएको छ ब आएको छ त्यसपछि के आएको छ ह आएको छ के हुने भयो यो ब चाहिँ केमा चेन्ज हुने भयो फमा चेन्ज हुने भयो यसलाई हामीले खुब फादा यसरी हले चाहिँ के त कुनै पनि उसँग हले चाहिँ यस्ता खालका शब्दहरुसँग भेट्यो भने चाहिँ यसको अलिकति हार्ड साउन्डमा परिवर्तन हुने गर्दछ के यसलाई चाहिँ तपाईहरुले राम्रोसँग याद गरिराख्नु होला है त यसरी चाहिँ परिवर्तन हुने गर्दछ है त अब हामीले कति नम्बरको हेरौं भन्दाखेरि 17 को हेरौं है त जस्तै अब ब प्लस द भेट्यो भने केमा चेन्ज हुने भयो द चाहिँ तमा चेन्ज हुने भयो भनेछ है त द चाहिँ तमा चेन्ज हुने भयो जस्तै यसलाई हामी इब्दा भन्नुपर्ने हो नि त नि हैन इब्दा उच्चारण हुनु पर्ने हो तर हामी यसलाई के उच्चारण गर्छौं इब्ता उच्चारण इब्ता धेरै जस्तो कन्सोनेन्ट सँग पछाडी दले भेट्यो भने चाहिँ हामी तमा चेन्ज गर्ने गर्छौं त्यसरी नै ब कन्सोनेन्ट छ पछाडी आयो भने चाहिँ इब्तामा चेन्ज गर्ने गर्छौं के है यसलाई हामी चाहिँ इब्ता भनेको लगाउनु लुगालाई लगाउनु लुगा लगाउनु भनौं न ल लुगा लगाउनुलाई हामी इब्ता भनेर भन्ने गर्छौं अब यसमा पनि छाप्ता यसलाई हामी के उच्चारण गर्नु पर्यो छाप्ता भनेर यसरी उच्चारण गर्छ छाप्ता भनेको के हो समात्नु समात्नु भनेर यसरी चाहिँ हामीले ब पछाडी द आयो भने दलाई तमा चेन्ज गर्ने हेर्नुस् है त अब ngले ल सँग भेट्यो भने केमा चेन्ज हुन्छ रे ल चाहिँ नमा चेन्ज हुन्छ है त जस्तै एक्जाम्पलको लागि यसको उच्चारण के हुने हो के हुनु पर्ने थोङ रियो हुनु पर्ने हो नि त नि हैन हो कि हैन र माथि आयो भने हामीले रियो उच्चारण गर्नु पर्ने हो नि त नि हैन तर यो उच्चारणले के भन्छ यदि ng आयो त्यसपछि लगतै ल आयो भने चाहिँ यो ल चाहिँ केमा चेन्ज हुन्छ रे नमा चेन्ज हुन्छ के त्यही भएर यसलाई हामी थोङ रियो भन्दैनौं यसलाई हामी थोङ न्यो भन्छौं के
भन्ने बेलामा थोङ्न्यो भन्छौँ, लेख्ने बेलामा के नै लेख्ने फेरि थोङ्न्यो नै लेख्ने, र नै लेख्ने, भन्ने बेलामा चाहिँ थोङ्न्यो भनेर यसरी लेख्ने। थोङ्न्यो भनेको के हो? सहकर्मी मतलब सँगै काम गर्ने साथी हुन्छ नि, कम्पनीमा सँगै काम गर्ने साथीलाई हामी थोङ्न्यो भनेर भन्छौँ। अनि अर्को छ, यसलाई अब हामी याङ र्यक भन्दैनौँ, याङन्यक भनेर भन्छौँ। किन त? न पछाडि ल आयो भने हामी ललाई के बनाउँछौँ? न बनाउँछौँ। त्यही भएर यो के हुने भयो? याङन्यक। याङन्यक भनेको कोरियन पात्रो भनेको छ, तर एक्चुअली चाहिँ सूर्य चन्द्रबाट बनेको, चन्द्रमाको आधारमा बनेको पात्रोलाई चाहिँ हामी याङन्यक। यो चाहिँ विशेष गरी जापानमा, कोरियामा अनि चाइनामा प्रयोग गरिने। जस्तै हाम्रो नेपाली पात्रो हुन्छ नि होइन, नेपाली पात्रो अनि प्लस अङ्ग्रेजी पात्रो पनि हामी प्रयोग गर्छौँ। हो त्यो नेपाली पात्रो हामी नेपाली क्यालेन्डरलाई नेपाली पात्रो भन्छौँ भने उनीहरूले चाहिँ उनीहरूको युज गर्ने पात्रोलाई चाहिँ याङन्यक भनेर भन्छन् के है। अनि अर्को हामी यसको बारेमा नि हेर्नेछौँ। यसलाई चाहिँ हामी अहिलेलाई कोरियन पात्रो नै भनौँ न, कोरियन पात्रो हो। यसरी चाहिँ हाम्रो रुल्सहरू यति नै हो। अब हामीले पढ्न सक्ने जति सबै सक्यो। अब हाम्रो विशेष भागमा चाहिँ हामी के अरे पुग्यौँ होइन, त्यो भनेको सेन्टेन्स मेकिङ भनेको सेन्टेन्स चाहिँ हामी कसरी बनाउँछ। अहिलेदेखि नै पुरै सेन्टेन्स होइन, तर सेन्टेन्स बनाउँदाखेरि त्यसलाई कसरी बुझ्न सकिन्छ त। जस्तै म भात खान्छु अथवा किताब यहाँ छ होइन, अनि के अरे पेन्सिल यहाँ छ भन्ने बेलामा हामी कसरी चाहिँ यसलाई बिस्तारै बिस्तारै गर्दै सेन्टेन्सहरूलाई चाहिँ कसरी पढ्न सक्छौँ त भन्ने बारेमा हामी बिस्तारै अध्ययन गर्नेछौँ। ल है त अब हामीले इदा, अब व्याकरण भनेको कस्तो भन्दाखेरि हामी थोरै थोरै पार्ट गर्दै जस्तै सेन्टेन्स जोड्न सिक्नु पर्यो नि होइन। अब चाहिँ हाम्रो एउटा व्याकरण छ, यो व्याकरण चाहिँ होलाई चाहिँ हामी कतिखेर प्रयोग गर्छौँ, के अवस्थामा प्रयोग गर्छौँ त भन्ने बारेमा हेरौँ है त। इदा छ, इदा भनेको चाहिँ हो भन्ने अर्थ दिन्छ क्या। यो खासै बोल्ने बेलामा प्रयोग त गरिँदैन, यसको सट्टामा यो प्रयोग गरिन्छ, तर यसको बेसबाटै नै हामी सुरु गर्नेछौँ। इदा भनेको के हो त? हो। जस्तै हामीले यसलाई चाहिँ के को पछाडि प्रयोग गर्छौँ भन्दाखेरि नामको पछाडि प्रयोग गरिन्छ है त। अब अगाडि तपाईँले यो लेख्दा पनि इदा है त। इदा चाहिँ हामी के को पछाडि? नामको पछाडि प्रयोग गर्ने गर्छौँ। जस्तै के हो भन्दाखेरि नाम के हो त? टेबल, चेयर होइन। अब मान्छेको नाम जेको पनि नाम हुनसक्छ। जस्तै किताबलाई हेरौँ है त। किताब छ भने हामी छेक भन्छौँ हो, किताबलाई छेक भन्छौँ है। यो भनेको किताब। अब हामीले चाहिँ किताब हो भन्नु पर्यो के। अब किताब त छेक बन्यो, अब हो जोड्नु पर्यो भने पछाडि के थप्नु पर्यो? इदा थप्नु पर्यो के। छेक इदा भन्यो भने चाहिँ के भयो? यो किताब। अब इदा भनेको हो भनेर हो यस्तो अर्थ हुने भयो के। बुझ्नुभयो? छेक इदा। अब जस्तै खोङछेक, अब खोङछेक भनेको चाहिँ के हो त? कापीलाई भन्छु, कापी है त भन्छौँ। अब फेरि कपी हो भन्नु पर्यो भने के भन्ने? खोङछेक। केही गर्नु पर्दैन, यसलाई चाहिँ कापी हो, केही गर्नु पर्दैन। जस्ट नामको पछाडि के मात्र थपिदिने? इदा भनेर थपिदियो भने चाहिँ हामीले यो चाहिँ हो भन्ने अर्थ जनाउँदो रहेछ। अब तपाईँहरूले आफ्नो नामलाई पनि जस्तै सुनु इदा भनेर पनि भन्न सक्यो। यसरी तपाईँहरूले आफ्नो नामलाई पनि इदा भनेर प्रयोग गर्न सक्नुहुन्छ। तर यो चाहिँ भयो एउटा बेस भयो, यसलाई धेरै जस्तो बोल्ने बेलामा प्रयोग गरिँदैन। अब यसलाई चाहिँ हामीले अर्को फर्ममा युज गर्छौँ, त्यो पनि अहिले हामी पछि हेर्नेछौँ। अब तपाईँहरूले जोड्न सक्नुहुन्छ नि होइन, नामको पछाडि के जोड्ने? इदा जोड्यो भने चाहिँ हो भन्ने अर्थ जनाउँदो रहेछ है त। अब योभन्दा अलिकति गहिरो कुरालाई हेरौँ, यसलाई नै हामीले अर्को फर्ममा पनि प्रयोग गर्न सक्छौँ। अब यो कुरालाई चाहिँ हामी बोलीमा चाहिँ भन्ने बेलामा चाहिँ प्राय के प्रयोग गर्छौँ भनेर हेरौँ है त। दुईटा किसिमको छ, यो अर्को स्ल्यास यो भनेको के हो त? यो भनेको पनि हो नै हो
है त इएयो येयो हो धेरै जस्तो चाहिँ यो दुईटालाई हामी इएयो येयोको रूपमा प्रयोग गर्ने गर्दछौँ के अब हेर्नुस् है त अब यहाँ त दुईटा छ दुईटै हामी हो भन्ने अर्थ जनाउँछ त हो दुईटैले के हो त हो भन्ने अर्थ जनाउँछ तर यो दुईटैलाई प्रयोग गर्ने तरिका चाहिँ अलिकति डिफ्रेन्ट छ भनेको मतलब के भन्दाखेरि म तपाईहरुलाई एउटा कुरा सिकाउँछु आज जस्तै छेक अनि त्यस पछाडी उइ जा है त हेर्नुस् त फाछिम पढ्यौं नि हामीले हैन कुनै पनि शब्दमा तलपट्टि यसरी झुन्डेको छ भने यसलाई हामी फाछिम त भन्छौं हैन अब हामीले बुझ्ने भाषामा यो चाहिँ कन्सोनेन्टमा एन्ड भएको छ नि फाछिम छ भने यसलाई हामी के भन्छौं कन्सोनेन्ट एन्डिङ भनेर भन्छौं के अब मैले तपाईहरुलाई यसलाई सी ई भनेर भने पनि तपाईहरुले बुझ्नु पर्यो ए कन्सोनेन्ट एन्डिङ रहेछ भनेर बुझ्नु पर्यो फाछिम छ भने के भन्ने कन्सोनेन्ट एन्डिङ भन्ने तर हेर्नुस् त यहाँ फाछिम छ छैन त्यही भएर यसलाई चाहिँ हामी भावेल एन्डिङ भनेर भन्छौं है त भावेल एन्डिङलाई हामीले भिई अब मैले कि त सीई पनि लेख्न सक्छु भिई पनि लेख्न सक्छु यसमा तपाईहरुले बुझ्नु पर्यो कि ए कन्सोनेन्ट एन्डिङ रहेछ भावेल एन्डिङ रहेछ भनेर यसरी बुझ्नु पर्यो है त अब यो दुईटाको के लाग्छ यहाँ काम लाग्छ के है त तपाईले हो त भन्नुभयो तर यदि कन्सोनेन्ट एन्डिङ भनेको भावेल अब यसमा मैले के लेख्छु भन्दाखेरि कन्सोनेन्ट एन्डिङ अहिले चाहिँ लामोमै लेख्दै यसलाई सीई पनि भन्छौं है अनि यसमा चाहिँ भावेल एन्डिङ यसलाई म भिई भनेर लेख्दै है त अब यो रुलले यो त बुझ्नु भयो हैन फाछिम छ भने कन्सोनेन्ट एन्डिङ फाछिम छैन भने भावेल एन्डिङ भिई भनेर यसरी लेख्न सक्नुहुन्छ है त अब यो माथिको रुलले के भनिरहेको छ हेर्नुस् है त यसमा यदि कन्सोनेन्ट एन्डिङ है फाछिम छ भने के लगाउने इएयो लगाउने फाछिम छैन भावेल एन्डिङ छ भने के लगाउने येयो लगाउने के अब तपाईले किताब हो त भन्नु पर्यो तर किताबको अगाडि चाहिँ कन्सोनेन्ट एन्डिङ छ कि भावेल एन्डिङ छ त्यसलाई हेर्नु पर्यो के जस्तै छेक हेर्नुस् त छेकमा यो दुईटा त के हो त हो नै अर्थ हो नि त नि तर यो दुईटालाई यहाँ लेख्न मिल्यो मिलेन एउटालाई मात्र लेख्न पर्यो त्यही भएर छेकमा तपाईले कन्सोनेन्ट एन्डिङ छ कि भावेल एन्डिङ छ कन्सोनेन्ट एन्डिङ छ नि त्यही भएर हामीले काको रुल राख्नु पर्यो यहाँ माथिको इएयो अब यसको पछाडी के राख्ने छेक इएयो भनेको यसले पनि किताब हो भन्ने अर्थ दियो के यो चाहिँ हामी युजुअली बोल्ने बेलामा हामीले म्याक्सिमम चाहिँ यही नै प्रयोग गर्छौं जसरी छेक इएयो है छेक इएयो किताब हो भन्ने बेलामा प्रयोग गर्यौं नि हैन अब यो त भयो भावेल कन्सोनेन्ट एन्डिङ हुने बेलामा अब भावेल एन्डिङ छ अघिकै उइजा है त उइजामा हेर्नुस् त यहाँ फाछिम छ कि छैन छैन के छ भावेल एन्डिङ छ हो कि हैन भावेल एन्डिङ छ भने के प्रयोग गर्ने रे येयो प्रयोग गर्ने उइजा अब पछाडी के थप्नु पर्यो येयो यसले के भन्यो कुर्सी हो भन्ने अर्थ दियो के अब बुझिन्छ ए उइजा है त कुर्सी हो भन्ने अर्थ दियो नि यसले हो कि हैन यसरी हामीले बिस्तारै सेन्टेन्सहरुलाई पढ्न सक्छौं के इएयो येयो अथवा इदालाई चाहिँ हामीले त्यो चाहिँ नर्मल बच्चाले जस्तै गरियौं अब यो भनेको चाहिँ तपाईहरुले मजाले बोल्ने बेलामा म्याक्सिमम यही नै प्रयोग गरिन्छ छेक येयो उइजा येयो भनेर प्रयोग गर्न सकिन्छ बुझिन्छ है अब यसलाई चाहिँ हामी इम्निदा पनि भन्न सक्यौं यो चाहिँ फर्मल्ली बोल्दा है त हामीले फर्मल्ली बोल्ने बेलामा चाहिँ इम्निदा भनेर पनि प्रयोग गर्छौं जस्तै अब इम्निदामा चाहिँ के त यो चाहिँ इम्निदा चाहिँ यो चाहिँ कन्सोनेन्ट एन्डिङमा पनि भावेल एन्डिङमा पनि दुईटैमा जस्तै हामीले यो इएयो येयो चाहिँ अलिकति इन्फर्मल भयो के इन्फर्मल भनेको जस्तै साथीभाइहरुसँग बोल्ने बेलामा हैन अथवा अलिकति नजिकको मान्छेसँग बोल्ने बेलामा हामीले इएयो येयो छेक इएयो जस्तै साथीले के हो छेक इएयो भनेर किताब हो भन्ने बेलामा प्रयोग भन्ने भयो भने इम्निदा चाहिँ अलिकति हामीले आदर गर्ने मान्छेहरुलाई चाहिँ जस्तै उहाँहरुले सोध्नु भयो भने छेक इम्निदा भनेर यसरी पनि भन्न सकिन्छ के यो भनेको चाहिँ
केही पनि डिफरेन्स छैन, हो नै हो नेपालीमा चाहिँ। तर यो चाहिँ हामीले ठुलो मान्छेहरूलाई, जस्तै टिचरले यो के हो भनेर सोध्यो भने छेग इम्निदा भनेर यसरी भन्न सकिन्छ के। इम्निदा चाहिँ फर्मली कन्सोनेन्ट एन्डिङ भावल एन्डिङ दुवैमा। जस्तै एक्जाम्पलको लागि यसलाई चाहिँ छेग लाई हामीले छेग इम्निदा भनेर यसरी भन्न सकिन्छ कि छेग इम्निदा। यो चाहिँ भावल एन्डिङ कन्सोनेन्ट एन्डिङ, यसमा केही पनि हेर्नु पर्दैन, पछाडि के मात्र थपिदिने, इम्निदा मात्र थपिदिने। बुझिन्छ। बुवा आमा आदर गर्ने कोही मान्छे छ भने मान्छे हेरेर तपाईहरूले यसरी प्रयोग गर्न सकिन्छ। एयोमा चाहिँ भावल एन्डिङ कन्सोनेन्ट एन्डिङ छुट्याउनु पर्यो हैन, तर हामीले इम्निदा प्रयोग गर्दाखेरि चाहिँ केही पनि छुट्याउनु परेन, उपर मात्र प्रयोग गर्ने। अब यसलाई हामीले होलाई नाम भन्ने बेलामा पनि प्रयोग गर्न सक्यो के। जस्तै सपना इम्निदा, सपना भनेको नाम हो नि त नि, इम्निदा भनेको हो सपना इम्निदा हैन, हो यसरी। राम इम्निदा, श्याम इम्निदा। तपाईहरुलाई अब नाम पनि सोध्यो भने इरुमी बोसिम्निका अथवा इरुमी बोये हो भनेर यसरी सोध्यो भने पनि यादव इम्निदा भनेर यसरी भन्न सकियो के। बुझ्नुभयो। अथवा यादव, अब यादवमा भाषिङ छ कि छैन, छ नि हैन, यादव भनेर यादव अब भाषिङ छ, त्यही भएर यो लेख्न पनि सकियो। अथवा आदर गरेर तपाईले ठुलो मान्छेले कसैले सोधेको छ भने चाहिँ यादव इम्निदा भनेर यसरी पनि तपाईले आफ्नो नाम पनि बताउन सक्नुहुन्छ के। बुझिन्छ। अब यसको प्रश्नमा चाहिँ तपाईले के लेख्न सक्नुहुन्छ भन्दाखेरि इरुमी मो ये यो। हेर्नुस् त, यसमा पनि मो भनेको के हो अर्थ दिन्छ, ये यो भनेको हामीले भर्खर सिक्यौं, भाषिङ छैन त्यही भएर ये यो लेख्यौं। यो भनेको हो भनेर अर्थ भयो के। अब इरुम भनेको नाम हो हैन, मो भनेको के, अब यसमै हामीले हो भनेर सोधेको छ के। मो ए यो भनेर यसरी सोधेको छ, यो भनेको चाहिँ नाम के हो भनेर सोध्यो। अब तपाईहरुले आफ्नो नाम लेख्नुस् त। यहाँ जस्तै यसले भन्छ राम, अब मैले भर्खर सिकाएँ नि हैन, राम हो भन्नु पर्यो हैन, राममा भाषिङ छ त्यही भएर यो भनेर पनि भन्न सक्यो। अथवा राम इम्निदा यसरी। राम इदा भनेर यतिखेर चाहिँ त्यो इदालाई चाहिँ प्रयोग गर्न सकिँदैन है। यतिखेर चाहिँ यो कि त इम्निदा। ठुलो मान्छेले सोधेको छ भने इम्निदा, अब साथीभाइले भन्दैछ भने यो भनेर यसरी भन्न सक्यो। तपाईहरुले आफ्नो नाम लेख्न सक्नुहुन्छ, भाषिङ छ भने यो लेख्नु, छैन भने यो लेख्नु। बुझ्नु भइरहेछ।